हुँदैन त ए ब्याट हुँदैन हैन ब्याट पनि हुन्छ सो हेलो एभ्रिवान आज चाहिँ हामी मार जाँदैछौँ आज चाहिँ हामी पहिला जहिले गइराख्नु भन्दा अलिक टाढै जान्छौँ है आज चाहिँ हाम्रो छिल्ल्यामसम्मको यात्रा छैन यसो मासुहरू यताउति भिराउँछौँ हेरौँ है त आज फर्स्टै गर्ने छ यार त्यहाँ बजार पनि ठुलो छैन के साह्रो गर्ने यसो गर्नु चाहिँ घामले चिक्क पोल्ने आउँदैन धन्न यहाँ चाहिँ के भन्छ अरे रोडको दायाँ बायाँ रुखहरू धेरै छ नि त त्यो शीतल हुन्छ है बिचरा बजार यस्तो घाम काम गर्दा होला नि यस्तो पनि काम पर्छ क्या नि यस्तो हिँड्न नसकेर एउटा त्यो चार पाङ्ने गाडीमा आउँछ नि काम गरेर जान्छ बिचरा अस्ति शनिबार यहाँ आएर पुरा पाडी हान्दा क्या बाहिर बसेर पुरा खाइरहेको गर्छ कि शनिबार आइतबार त बाटोमा पुरै ठडाइ राखेको छ कि जान्ला बिस्तारै गइरहेको क्या बुढा बिस्तारै गएर पानी पानी हाल्न हिँडेको क्या बिचरा कता म त नबुढी जस्तो पो देखिन्छ कति काम गर्छ है यिनीहरू है आइतबारभरि काम गरेर आउँछ गाउँहरू बसेर त काम गरेर यिनीहरू त दिउँसोमा रेस्ट नै गर्दैन क्या उनीहरूलाई रेस्ट शनिबार आइतबार केही भन्दैन काम गर्न यताबाट डाइरेक्ट छिल्ल्याङतिर जाने बाटो भएकै सही हुन्थ्यो छैन हामी छाइन जानै पर्छ छाइनबाट जानु नत्र भने यहाँदेखि छाइन गएर जतिकै त हामी नपुगेको छाइन जानु हुँदैन कि त्यो साइडतिर भएर छाइनबाट जानुपर्छ नि त त्यो साइडतिर भएर अरू साइडतिर भएको ठिकै थियो छाइनदेखि हल्का उतातिर हुनु चाहिँ छाइनदेखि आउँछ यहाँ आज त्यहाँ आउनु पर्दैन हल्का आज त त्यहाँ आउनुपर्छ होला यस्तो घामसम्म के गरे छलिरहेको यस्तो घामसम्म पनि है बेलुका घाम डुबेपछि गर्नु नि हुन्थ्यो नि यार
यतातिर बसेको यो कोरिया बसे जस्तो होला यतातिर मलाई ठिसक्यो हाम्रोतिरमा नेपालभन्दा पनि तल्लो लाग्छ नेपाल जस्तो छ यस्तो ओभर धेरै यो देखा नि उसभन्दा स्पिडभन्दा 80 देखा नि त्यो कटाउनु नखेरी बुढो गाउँको एकाउन्टबाट पैसा काट्छ काट्यो भन्छ कहाँ लाई चाहिँ नाना कसैको त गाडीमा पनि टिङ 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 रातो रातो साइन देखाउँछ रातो गाडीमा पनि त्यस सिग्नल देखाउँछ कि जस्तै त्यो म्याप हेर्ने गाडीमा देखाउँछ जो म्याप देखाउँछ त्यसमा चाहिँ पुरा वार्निङ आउँछ यसमा त आफै पाटो काट्छ क्या फेरि यसमा त देखाउन ठाउँै छ के होइन त्यो नेभिगेसन गर्दामा हुन्छ कि टावर पनि फुल देखाउँदो रहेछ हामी त्यो टावर पनि एक दुईजना मात्रै देखाउँछ त्यो त म झुकिन्छ कि झुकिन्न भनेर भइरहेको माट म झुकिन्छ कि झुकिन्न भइरहेको त्यो माट पहिला गए थाहा अलिअलि अहिले गएपछि अलिअलि ठाउँहरू देखिन्छ त्यो त माथिको स्टेसनमा हुन्छ अब यो पुरै छिल्ल्याङ हो क्या है हामी यो लाइन जानुपर्ने गाडी कतातिर जाने लाइन जानुपर्ने कुन उतातिरको यताको लाइन घुम्नुपर्छ क्या उतातिरको भने अहिले पछाडि गाडी नआए बेला फ्याट गर्दै जाउँ मिररमा आइरहेको हुन त जानु पनि मिल्छ यसरी अझै अर्को साइडमा लानुपर्छ कि कता अर्को साइडमा लग्यो हेर त यसले गाडी लग्यो हामी एउटा यता छ भने यही बाटो यही यतातिरको त्यो शिक्षा चाहिँ भन्ने होला यहीँनिर छ कि मार्केट देखाएको छ कि त्यहाँ शिक्षा चाहिँ मार्केट पार्किङ गर्ने ठाउँ कहाँ रहेछ त्यहाँ अगाडि छ यो केटा हो केटी हो क्या केटी हो
पुरा ड्रेसअप केटा जस्तो केटाको तारामा हिँडेको तारामा हिँडिए त टाइम लाग्छ होला यार यस्तो सिटीहरूमा त यस्तो सिटीहरूमा त टाइम लाग्छ क्या यार जानु यस्तो जानु जाने बेला झन् जानु पर्ने होला 30 मिनट लागिसकेछ यार हामी कतिमा हिँड्यो गाडी 30 भएछ क्या आधी घन्टामा यता हिँड्नु रहेछ यो हाइवे यो ठुलो रोडमा स्पिड लाग्यो नि त त्यही भएर हामी यतातिर जानुपर्छ कि यता जानुपर्छ यता जानु साइड बाले मेरो त विदेशी गेट लिएर हिँड्ने त बुढेर नि छ कसो बिहे गरेर बस्छ यो त केटी कोही तन्मिएर चाहिँ कति बुढो छ यस्तै भेटिन्छन् फेरि विदेशी गएर ये मासु बनते था क्या यता लाने के तरह इधर होगा यता ठाउँ छ हैन यता बडे लाने सक्यो टोरा लाने चाहिँ भन्नु गाडी छैन मिल्दैन क्या क्या पछाडि पछाडि ब्याग लैजाऊ न पछाडि ब्याग लैजाऊ तर यार उता बडा सानो गाडीहरूलाई ठाउँ रहेछ क्या त्यो गाडीलाई ठिक्क मिल्यो भएन क्या पछाडि यार अहिले रोकर गाडी आउँदैछ मान्छे जान्ला साइकल पनि आउनु कसो पायो मान्छे विदेशी गीत जन्मेको पार्किङ एरिया हेर आइपुग्यो होइन आमामा गर्मी सबै पाउँछ थाको किन पाउँछ यहाँ पाउँछ कि खुट्टाहरू त उता अगाडि होला अगाडि किन वस्तो भयो घरमा स्टोरीले क्या सिकुटहरू त लास्ट टाइम महँगो हुन्छ यसलाई कति छ यसलाई 19,800 रहेछ कति महँगो हो यहाँ माछाहरू लाने हो र भयो माछा खाइन्छ माछाको आइटम बनाउन आउँदैन हामीलाई तिमीले खान्छौ होइन यो तिमीले खाने हो यो तिमीले खाने भनेको
तिमीले बनाउन आउँछ लैजाउँ त चम्के छ है धेरै किन्यो नि त हामी त यार सब मासु हो यो चिकन खाने कार्यक्रम भइरहेको यहाँ चिकन ल्याएको सामान किनेर आइयो अब हामी यो चिकन खाएर अब रुमतिर लाग्छौँ यहाँ त नेपाल जस्तै बनाइदियो यहाँ त केही भन्दा हेर्न दिउँ यहाँ यस्तै रोकेको छ त हामी के गर्छ होइन केही हुन्न यो यिनी मुजीहरूले त्यो ऱ्याप गरेको छ जाँटा यो मुजी किन्छ हुँदैन यो त्यहाँ उ रहेछ नि त नि जेब्रा क्रसिङ रहेछ हामीले यहाँ जेब्रा क्रसिङ रहेछ नि त यहाँ मेन यो लाइटले गर्दा त्यहाँ जानु पर्यो क्या मेन यहाँ जेब्रा क्रसिङ रहेछ नि त त्यो गरेर पुरा हेर्दा हुन त त्यहाँबाट त आउनु जाने के भन्दैन त्यहाँनिर मेन हामी आउने ठाउँमा थिएन है हामी टक्कै 6 उसमा हिँड्यौँ 23मा 27मा है तर 30 मिनटमा यता आइपुग्दो रहेछ त है 7 बजी पुगिन्छ कि 30 मिनट आइपुग्यो नि हामी अघि है म त भने त्यो छाइनबाट तिम्रो त्यो गाडीमा गयो भने हाम्रो घर पुर्याउनुलाई त्यसले 20मा हिँड्यो पनि कति लगभग 7 बजी पुर्याउँछ नि 26 मिनट 40 मिनट तर त्यो कता कता उता भित्र हाल्छ नि त फेरि भाडा नभए ठाउँतिर घुम्नु छ त्यो घुमाउने ठाउँले त हामी यहाँ आइपुग्दो रहेछ क्या है Bye.
मोमस्टर्स खुलै छ बन्द रहेछ बन्द छ हेर्ने बेला बन्द छ खेन्सन यस्तो गाडी पनि जाँदो रहेछ यो डब्बा जस्तो गाडी साउना यहाँ छ कि एउटा बिल्डिङमा छ कि साउना ए यहाँ छ तिमी साउना गइकन यसमा ए उ साउना रहेछ मोटल साउना गएको छु साउना जहाँ होइन कता पनि नआउने एउटा चिप 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 हान्ने ठाउँ पनि हुन्छ त्यहाँ करेन्ट तातो होइन तातो हुन्छ एउटा फेरि त्यो हात खुट्टा झमझम आउने ठाउँमा यस्तो राखेर चिप 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 हान्छ कि एउटा त्यस्तो अनि भित्र गर्मी हुने ठाउँ पनि हुन्छ एउटा त्यहाँ रुगा लाग्यो बेला त्यहाँ जान्छन् अरे रुगा चोइट हुन्छ यस्तो पसिना निस्किन्छ त्यो ठाउँ गएपछि मलाई एउटा त्यो थाइल्यान्ड लगेर गएको थियो यस्तो पसिना निस्केर त्यो अनि त्यो शरीरमा जमेर बसेको के भन्छ त्यो मैलाहरू पनि सब निस्किन्छ नि त्यसबाट निस्किनु रहेछ कि यहाँ पनि छ त्यो छ अत्याहरू पनि छैन नि होइन सिधै गाडी होइन के लाने सबै भेटेर आइपुग्यो रेड लाइट ठ्याक्कै बोल्यो क्या आमा ठ्याक्कै बोल्यो
बिर खाँदै बसेको के कुरा दारू खाँदै बस्यो भने कुरा गरे अब अनि कुरा सकिएपछि दारू हान्नु पर्यो अन्त थपे अन्त धेरै थपेछ हेर न अझै थपेछ क्या है ल हामी चाहिँ अब आइपुग्यौँ है अब हाम्रो आजको ब्लग यहीँ सकिन्छ ल बाई बाई